हेलो वेलकम छ मेरो मिनी ब्लगमा है। म चाहिँ अनि सरको सामान लिन जाँदैछु बाहिर। यो निस्क्यो होटलबाट टक्क निस्केर गएँ। सिधै नन स्टप गएँ। नन स्टप तुफान अनि तुफान। अहिले चाहिँ अलिक गाडीहरू धेरै थियो, बिस्तारै जाने भए, बिस्तारै गएँ। सामान लिनु त जाँदैछु। स्पिड त गएँ तर बाटै उल्टो बाटो गएछु, रङ बाटो गएछु। अनि साइकललाई फेरि हिँडाएर कम्प्लेन्स पुऱ्याएँ। त्यो सामान लिनु ठाउँमा ठ्याक्कै फेरि अब हिँडाएर लगेर गएँ। बिस्तारै लगेर गएर फेरि अर्को तारा चाहिँ सुल्टै बाटो गएँ। भित्र गएँ, छैन अरे सामानै सकिएछ। फेरि फर्केँ अर्को दोकान। तुफान अनि फेरि तुफान कुदेँ। ठ्याक्कै लोकेसन पनि आइपुगेँ त्यहाँ। अनि अब साइकलको स्ट्यान्डै थिएन क्या मेरो चाहिँ, त्यही हो मेन कुरो। अनि यहाँबाट फेरि भित्रै छिराइदिएँ। दाइ छिराउँदा मिल्छ भन्ने सोधेँ। मिल्छ भाइ छिरो भन्यो। अनि भित्रपट्टि हाल्दै गएर अनि साइकललाई चाहिँ ती छोडिराखेर फेरि अनि भित्र गएँ, फोन निकालेर अनि सामान पनि किनेँ, पाइयो पनि। अनि दायाँ बायाँ नगरी फेरि होटलतिर लागेँ होइन। फेरि आफ्नो अनि अघि चाहिँ उल्टो बाटो अगाडि, अहिले चाहिँ फेरि त्यही गाडी यता अगाडि आउँदैछ नि त्यस्तै बाटो फेरि गएँ। त्यहाँदेखि चाहिँ तुफान लगेर अघि लिएर आउनु ल भन्नुहुँदै थियो र सामान ढिलो भयो भनेर। अनि गाडी तुफान अनि तुफान अनि बिएमसीको यता साइड उसबाट गएँ, छिटो पुगिन्छ नि। ठ्याक्कै अगाडि लोगो होटल डेनियल ठ्याक्कै आइपुगेँ होइन। अनि यहाँ गाडीले अलिकति हल्लायो, त्यो अनि भित्र ठ्याक्कै छिरेँ। सिधै गएँ ठ्याक्क अगाडि लोकेसन होटल डेनियल। आजलाई भिडियो यति नै, बाई बाई।